मानिस किन गरिब रहिरहन्छ? पैसाको मनोविज्ञान। एकपटक कल्पना गर्नुहोस्, दुईजना मानिस, उही सहर, उही उमेर, उही शिक्षा, तर 10 वर्षपछि एकजना करोडपति हुन्छ भने अर्को अझै पनि तलब आउनु अघि नै खाता खाली हुन्छ। यसलाई के भनौँ? भाग्यको कुरा भनौँ कि फरक सोचको? मानव इतिहासमा एउटा अचम्मको कुरा देखिन्छ। धेरै मानिसहरू दिन-रात मेहनत गर्छन् तर कहिल्यै आर्थिक रूपमा स्वतन्त्र हुन सक्दैनन्। अर्कोतर्फ केही मानिसहरू उस्तै संसारमा बसेर उस्तै अवसरहरू पाएर पनि धन र सफलता तानिरहेका हुन्छन्। किन? यो केवल पैसाको कुरा होइन, यो मस्तिष्कको प्रोग्रामिङको कुरा हो। तपाईको दिमागमा बचपनदेखि बसाइएका विश्वासहरू, डरहरू र सोच्ने तरिकाहरूले तपाईको आर्थिक भविष्य बनाइरहेका हुन्छन्। आजको भिडियोमा हामी बुझ्नेछौँ किन धेरै मानिस जीवनभर गरिब रहन्छन्, धनी मानिसहरू फरक के गर्छन् र तपाईको सोच परिवर्तन गरेर कसरी आर्थिक जीवन परिवर्तन गर्न सकिन्छ। हामीलाई सानैदेखि एउटा कुरा सिकाइन्छ, राम्रोसँग पढ, राम्रो जागिर पाऊ, जीवन सुरक्षित हुन्छ। तर वास्तविकता के छ? डिग्री गरेका धेरै मानिसहरू आज पनि आर्थिक तनावमा छन्, किनभने स्कुलले हामीलाई पैसा कमाउने तरिका सिकाउँछ तर पैसा व्यवस्थापन गर्ने मनोविज्ञान तरिका सिकाउँदैन। यसैले धेरै मानिसहरूको जीवन एउटै चक्रमा फस्छ। जागिर, तलब, खर्च अनि फेरि शून्य। यो चक्र वर्षौंसम्म चलिरहन्छ। तर यस चक्रबाट बाहिर निस्कने केही गहिरा नियमहरू छन्। तपाईको दिमागमा पैसाको प्रोग्रामिङ। जब तपाईँ बच्चा हुनुहुन्थ्यो सायद यस्तो कुरा सुन्नुभएको थियो, धनी मानिसहरू लोभी हुन्छन्, पैसा कमाउन गाह्रो हुन्छ, हामी जस्ता मानिस धनी बन्न सक्दैनन्। यी वाक्यहरू केवल शब्द थिएनन्, यी तपाईको दिमागमा विश्वास प्रणाली बनिरहेका थिए। मस्तिष्कले जुन कुरा बारम्बार सुन्छ त्यसलाई सत्य मान्न थाल्छ र यही विश्वासले तपाईको निर्णयहरू बनाउँछ। गरिब मानिसहरू खर्चबाट खुसी खोज्छन्। नयाँ फोन, नयाँ बाइक, ब्रान्डेड कपडा, यी सबैले केही समयको लागि खुसी दिन्छ। तर धनी मानिसहरू अर्को कुरा बुझ्छन्, खर्चले होइन, सम्पत्तिले स्वतन्त्रता दिन्छ। त्यसैले उनीहरू पहिले लगानी गर्छन् र त्यसपछि मात्रै खर्च। समयको शक्ति। धेरै मानिसहरू सोच्दछन् अझै समय छ, तर आर्थिक दुनियाँमा सबैभन्दा शक्तिशाली शक्ति हो सानो लगानी। समयसँगै असाधारण धनमा बदलिन सक्छ, तर अधिकांश मानिसहरू यो कुरा धेरै ढिलो बुझ्छन्। डर सबैभन्दा ठूलो बाधा। धेरै मानिसहरू नयाँ अवसर देख्छन् तर तुरुन्तै दिमागले एउटा प्रश्न सोध्छ, यदि असफल भए भने? यही डरले असंख्य सम्भावनाहरू जन्मिनु अघि नै मारिदिन्छ। धनी मानिसहरू फरक हुन्छन्, उनीहरू डर हुँदाहुँदै पनि एक्सन लिन्छन्। आराम क्षेत्रको जाल। मानिसको दिमाग सुरक्षालाई प्राथमिकता दिन्छ, यसैले हामी धेरैजसो उही काममा बसिरहन्छौँ जसले सुरक्षित महसुस गराउँछ। तर इतिहासले देखाएको छ महान उपलब्धिहरू सधैँ आराम क्षेत्र बाहिर जन्मिन्छन्। नेटवर्कको शक्ति। एक पुरानो भनाइ छ, तपाईँ ती 5 मानिसहरूको औसत हुनुहुन्छ जससँग तपाईँ धेरै समय बिताउनुहुन्छ। यदि तपाईँ वरिपरि निराश मानिसहरू छन् भने तपाईको सोच पनि सानो हुन्छ। तर यदि तपाईँ प्रेरणादायी, उद्यमी र सकारात्मक मानिसहरूसँग बस्नुहुन्छ भने तपाईको जीवनको दिशा परिवर्तन हुन सक्छ। आत्मविश्वासको अर्थतन्त्र। अवसरहरू संसारमा कम छैनन्, तर धेरै मानिसहरूले तिनीहरूलाई देख्न सक्दैनन्। किन? किनभने उनीहरू आफैमा विश्वास गर्दैनन्। धनी मानिसहरू सधैँ एउटा कुरा बुझ्छन्, सबैभन्दा ठूलो लगानी आफ्नो क्षमतामा हुन्छ। सन् 2008 को आर्थिक सङ्कटमा संसारभरि लाखौं मानिसहरूले जागिर गुमाए। डर, अनिश्चितता, आर्थिक सङ्कट। धेरै मानिसहरूले यो समयलाई जीवनको सबैभन्दा खराब समय माने। तर केही मानिसहरूले उही सङ्कटमा नयाँ व्यवसाय सुरु गरे। उनीहरूले समस्या होइन, अवसर देखे।
आज तीमध्ये धेरै विश्वका सफल उद्यमी बनेका छन्। यसले एउटा कुरा देखाउँछ, परिस्थिति होइन, मानसिकता नै भविष्य बनाउँछ। मानिसको दिमाग एउटा फिल्टर जस्तै काम गर्छ। यसलाई भनिन्छ रेटिक्युलर एक्टिभेटिङ सिस्टम। तपाईँ जुन कुरामा ध्यान दिनुहुन्छ, दिमागले त्यही अवसरहरू खोज्न थाल्छ। यदि तपाईँ सधैँ सोच्नुहुन्छ, मसँग पैसा छैन, दिमागले त्यही प्रमाणहरू देखाउँछ। तर यदि तपाईँ सोच्न थाल्नुहुन्छ, अवसरहरू जहाँ तहीँ छन्, दिमागले नयाँ सम्भावनाहरू देख्न थाल्छ। संसारमा धनी र गरिब बीचको फरक सधैँ पैसाको मात्र हुँदैन। धेरै जसो अवस्थामा यो सोचको फरक हुन्छ। एउटा सोच जो डरमा बाँच्छ, अर्को सोच जो सम्भावनामा विश्वास गर्छ। याद राख्नुहोस्, तपाईको वर्तमान अवस्था तपाईको अन्तिम भविष्य होइन। यदि सोच बदलिन्छ भने दिशा बदलिन्छ, र दिशा बदलियो भने जीवन पनि बदलिन सक्छ। सायद आज तपाईको ब्याङ्क खातामा धेरै पैसा छैन, तर यदि तपाईको दिमागमा सही सोच छ भने भविष्य अझै खुला छ। यदि तपाईँ पैसा, मनोविज्ञान र सफलताको गहिरो रहस्य बुझ्न चाहनुहुन्छ भने अर्थ विकास युट्युब च्यानललाई आजै सब्स्क्राइब गर्नुहोस्, किनभने यहाँ हामी केवल पैसा कमाउने कुरा मात्र होइन, सोच परिवर्तन गरेर जीवन परिवर्तन गर्ने कुरा गर्छौं। हामी सिकौं, बुझौं र आर्थिक रूपमा सक्षम समाज निर्माण गरौं। फेरि भेटौँला अर्को रोचक र शक्तिशाली भिडियोको साथ। धन्यवाद।